सो गुड मर्निङ सबैजनालाई। एकदम सुन्दर बिहानी भएको छ। मौसम कस्तो राम्रो छ के हैन, शीतल शीतल छ। अलिअलि बादल लागेको छ हैन, कसरी हेराउने देखेन हैन, बट अलिअलि बादल लागेको छ। घाम पनि अलिअलि निस्किन लाग्छ। कलेज जाँदैछु युनि जाँदैछु कलेज युनि हैन। सो आजको दिन आजको लाइफ भनौँ न, नयाँ दिनको नयाँ सुरुवात हैन। हिजो ईद थियो, राम्ररी मनाइयो, प्रार्थना गर्यो, दुआ गर्यो सबैजनाको लागि, खाइयो, रमाइलो गर्यो, रेस्ट गर्यो। अरूभन्दा धेरै ठुलो कुरा चाहिँ रेस्ट गर्यो। सो आज म तपाईहरुसँग के को बारेमा कुरा गर्ने भन्ने कुरा अलमल परेर छु म। सो तपाईहरु युके को लागि प्लान गर्दै हुनुहुन्छ भने राम्रो हो। अब तपाईहरुले सायद सेप्टेम्बर इन्टेक भ्याउनुहुन्छ, सेप्टेम्बर इन्टेक प्लान गर्दै हुनुहुन्छ भने त्यो गर्न मिल्यो। अनि त्यही हो, अब नेपालको स्थिति परिस्थिति के छ कसो छ, अब अलिकति टाढा आइसक्यो, धेरै दिन पनि भइसक्यो, थाहा छैन। जे छ तपाईहरुले बुझ्दै हुनुहुन्छ। त्यही अब धेरै कुरा भन्दाले पनि वाइजली चुज गर्नु, जे चुज गर्दै हुनुहुन्छ वाइजली चुज गर्नु। कोर्स भयो, कन्सल्टेन्सी भयो, मान्छे भयो हैन, एकदम सिन्सियर भएर वाइजली तपाईहरुले चुज गर्नुपर्ने हुन्छ। टेक केयर गर्नुपर्ने हुन्छ त्यो कुराहरुको। अनि गर्नु आफ्नो सबै कुरा, नियम कुराहरु फलो गर्नु अनि आउनु। जस ठिक छ, राम्रो छ। इभन बेचलर स्टुडेन्टहरु पनि सबैले गर्दैछन्, गरिरहेछन्। म पनि बेचलर स्टुडेन्ट नै हो, गरिरहेको छु भन्ने कुरा हो। कस्तो भयो भने म आउँदै मेरो लास्ट स्टपमा मलाई अगाडि झर्न मन लागिरहेको थियो। फेरि होस् त्यहीँ झर्छु भनेर मैले अर्को स्टपमा झरेँ। ठ्याक्कै त्यो स्टपमा चेकिङ रहेछ क्या। सो आइडी कार्ड ल्याएको थिएन, अनि आइडी कार्ड नल्याएको कारणले गर्दाखेरि चाहिँ अब त्यहाँ टर्म्स एन्ड कन्डिसनले दिँदैन कि, हामीले फाइन तिर्नुपर्ने हुन्छ। अनि इट्स माई लाइक थर्ड टाइम 50 पाउन्ड फाइन गरियो बिहानै आफूसँग नभएर अरूसँग मगाएर फाइन गर्यो। त्यही त हो नि, यस्तै हो। अब सुरुमा चाहिँ दुःख लाग्थ्यो, अहिले चाहिँ अब के गर्ने, अब बानी बढिसक्यो सबै कुराको। अब कलेज गइन्छ यहाँ चाहिँ फेरि तपाईँहरूले अब यसको अनुसारले एउटा कस्तो हुँदो रहेछ भने टर्म्स एन्ड कन्डिसनमा यो पनि लेखेको हुन्छ, तपाईँसँग फिजिकल आइडी नै हुनुपर्ने हुन्छ। फिजिकल आइडी छैन भने चाहिँ उनीहरूले फाइन गर्छ। अनि अर्को अप्सन पनि के छ भने चाहिँ तपाईँसँग अब डिजिटल्ली चाहिँ यिनीहरूले कलेजकै एप्लिकेसनबाट आइडी देखाउँदा मान्दैन, फिजिकल नै चाहिन्छ। अनि अर्को एउटा एप्लिकेसन हुन्छ योती भन्ने हैन, त्यो एपबाट तपाईँले देखाउनु भयो भने तिनीहरूले एक्सेप्ट गर्छ हैन। त्यो भएर तपाईँहरू त्यस्तो हुनुहुन्छ भने कि त म्याक्सिमम् ठाउँ हिँड्दाखेरि स्टुडेन्ट डिस्काउन्टमा तपाईँहरूले बस चलाउनुहुन्छ भने स्टुडेन्ट कार्ड बोकेरै हिँड्नु फिजिकल्ली नै हैन। अनि होइन भने योती भन्ने एप डाउनलोड गरेर त्यसमा तपाईँ कनेक्ट गरेर राख्नु होला। कुनै बेला चाहेको बेला तपाईँहरूले युज गर्न सक्नुहुन्छ। सो सुरुमा त कस्तो गिरी लाग्थ्यो होइन, लास्टै तनाव हुन्थ्यो होइन। अब आज चाहिँ अब खोइ चिलै छ, अब के गर्ने। अब दुःख लागिरहेछ, दुःखमा पनि हाँस्नुपर्छ भन्ने कुरा हो। यस्तो कुराले हामीलाई सिकाउँछ दुःखमा नि हाँस्नुपर्छ भनेर। सो त्यही हो, हाँसिरहेछ दुःखमा पनि। ठिकै छ, अब जे छ अब त्यही हो होइन। अनि ठिकै छ, अब कलेज पुग्यो, अब कलेज छ बिहानदेखि बेलुकासम्म क्लास, बोरिङ। अनि त्यही हो, क्लास सकेर अनि कुरा गरौँ है। सो म अब यो भिडियो अन्त्य गर्छु। र यो चाहिँ म बर्मिङहम लाइब्रेरीमा गएको थिएँ। यहाँ हाम्रो लाइब्रेरी छ, कम्युनिटी लाइब्रेरी। एन्ड सो
यो 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 हेर्नुहोस् होला तपाईँहरूले होइन एकदम खतरा छ सो यसको नि ब्लग गरेको छु मैले मेबी नेक्स्ट भिडियो चाहिँ यसको बारेमा आउनेछ है